मूल मान्छे हो मेन मात्र होइन मेनसिप। मेन अँ त्यही पनि मासु मान्छे अलिक नजिक आएर देखाउनु अँ मासु चाहिँ के गयो मासुको चाहिँ यो कुखुराको मासु कुखुराको मासु नचिन्नु होला पखेटावाला कि पुच्छरवाला पुच्छरवाला हो पुच्छरवाला कुखुरा हाम्रो कान्छाले चाहिँ पुच्छरवाला कुखुराको मासु फ्राई गर्दैछ अनि मेन सिप गरे है काठमाडौँमा सिकेर के अरे के भन्छ दुबईमा सिकेर दुबईमा सिकेर काठमाडौँमा होटल गर्दै गर्दै आएर बुर्ज खलिफा चलाउने नै मै हो ल अनि नपते चाहिँ युट्युबमा सर्च गरेर हेर्दा हुन्छ युट्युबको नाम के फोटो देख्छ युट्युबको नाम के भयो युट्युबको नाम किन भन्नु किन भन्नु ल हाम्रो मेरो कान्छाको युट्युबको नाम चाहिँ किन भन्नु इट्स ओभर लु भयो पप्पा मोसा गप्पा मसा अनि अरू त आउँदैन अब नेपालीमा भन्नु ल पर्वतेमा ल ल ल ओके भान्से 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 भान्सेको मैले सेट आएको टोपी मात्र भुलेको अनि त्यहाँको बुर्ज खलिफा भयो त्यहाँको एटलान्टिक्स होटल भनेको सब मेरो अहिले म घुम्न आएको नेपाल यता पनि सिकाइदिइहाल्यो नेपाली पनि बोल्नु सिकिहालेँ छु अब के भन्नु यति त यो चाहिँ के पकाएको अरे वापा मोसा भन्दो रहेछ राई भाषामा वापा मोसा भनेको के नेपालीमा भन्नु भन्नु त आखो कुखुराको मासु भनेको अरे के हो मिठो होला है मिठो सेकले बनाएको यसमा के मसला युज गर्यो भनेर यसमा त नेपाली यसमा बाहिरको लगाएको छैन नेपाली लगाएको छ धनियाँ लगाएको रहेछ मेथी जिरा अनि पनि थोरै लगाइदिएको रहेछ अनि लगाउनेवाला चाहिँ यहाँनिर लसुन अदुवा अनि यहाँनिर टमाटर प्याज होइन सबै कुरा ल एकदम मिठो होस् मिठो त अब बिल्कुल मिठो होस् भरे चाख्दाखेरि जिब्रोमा अड्कोस् है त घाँटीमा नअड्कोस् जिब्रोमा अड्कोस् ल भन्छ भन्ने यो भिडियो बोल न भिडियो यो एआई भिडियो हो त्यो भएको होइन मैले कुरा खाएको भिडियो हो